हेलो नमस्ते फेरि पनि म तपाईहरुको इसिता थापा मगर आफ्टर लङ भिडियो बनाएको छु अनि मेरो युट्युबलाई सब्स्क्राइब गरिदिनु भएको छैन भने सब्स्क्राइब गरिदिनुस् होला। अनि म चाहिँ कहाँ हो भन्नुहुन्छ भने चाहिँ म बोल्दा बोल्दै मेरो फोटोहरु गइसक्यो। लेबर्स डेको प्रोग्राम थियो अनि म चाहिँ त्यहाँ एटेन्ड गर्नु गएको। अन्त चाहिँ हामी जाँदा चाहिँ अलरेडी स्टार्ट भइसकेको थियो। हामी चाहिँ एकदम लेटै जानु चाहिँ छिटो गएको तर पनि लेट पुग्यौं। लेट भन्दा पनि सुरु भइसकेको थियो भनौं न, प्रोग्राम चाहिँ सुरु भइसकेको थियो। अनि यहाँ चाहिँ उहाँहरु चाहिँ सबैजना अर्गनाइजरहरु हाम्रो प्रोग्राम अर्गनाइज गर्नु भएको थियो। अनि यो प्रोग्राम चाहिँ के को भन्नुहुन्छ भने चाहिँ जति पनि सिंगापुरमा नेपाली दिदी बहिनीहरु हुनुहुन्छ, इन्डियन दिदी बहिनीहरु हुनुहुन्छ, उनीहरुको लागि चाहिँ यो डोमेस्टिक वर्कर्सको लागि चाहिँ यो प्रोग्राम थियो। अनि यहाँ चाहिँ पुरा डान्सहरु पनि भयो, गाना पनि गायो, एकदम नाचिरहेछ केटीहरु पछि हो। अन्त चाहिँ पुरा एन्जॉय गर्यौं। यहाँनिर मसिनो नानीहरुले यति राम्रो परफर्मेन्स गर्यो अनि ठुलो फेसन शो भयो। कति मजा आइरहेको थियो। यस्तो गरम पनि यति धेरै गरम थियो नि। अनि उहाँ सर चाहिँ इन्डियाबाट आउनु भएको रे। अनि इन्डियाबाट चाहिँ धेरै के भन्छ धेरै हेल्प गर्नु भएको थियो क्या। अनि यहाँ सिंगापुरमा जति पनि वर्कर्सहरु छ, फिमेल वर्कर्सहरु इन्डियाबाट आउनु भएको छ, उनीहरुलाई एकदमै धेरै हेल्प गर्नु भएको थियो। अन्त चाहिँ हामीले ब्रेकफास्ट लन्च पनि प्रोभाइड गर्नु भएको थियो है। ब्रेकफास्टमा चाहिँ समोसाहरु थियो भने लन्च चाहिँ यति राम्रो लन्च थियो क्या। बिरयानी, चिकन टिक्का यस्तोहरु थियो। अन्त चाहिँ भन्दा हाम्रो लन्च पनि आयो, नान। लन्च चाहिँ के छ भनेर हेरेको के, यो चाहिँ राइस रहेछ, अनि यो चाहिँ बटर चिकन, अनि चिकन तन्दुरी, अन्त मिक्स भेज, यो चाहिँ मिक्स भेज हो, अनि यो चाहिँ दाल मखनी, अन्त नान। अन्त चाहिँ मेरो साथीहरुलाई कस्तो भयो भनेको मजा आयो अरे क्या। अन्त एन्जॉय गर्यौं, लन्च खायौं। यो चाहिँ बाहिरको भ्यू चाहिँ यस्तो क्लियर थियो नि, यति धेरै गरम तर यस्तो क्लियर थियो कि, यस्तो खुल्ला पानी परेन। अन्त यो चाहिँ सिंगापुरको फ्लायर हो। हामी चाहिँ रोटेपिङ भन्छ तर सिंगापुरको चाहिँ फ्लायर। अनि यो चाहिँ बाहिरको नजारा, यो ड्रोम हो, फ्लावर ड्रोम। अनि यो चाहिँ एकदम पपुलर बोट अनि यो फ्लायर, यो बोट चाहिँ एकदम पपुलर हो क्या सिंगापुरको। यस्तो दामी भ्यू थियो नि। अनि यो के भन्छ हेलिप्याड नै एयरपोर्ट के भन्छ सिंगापुर एयरलाइन्सको रनवे जे भयो नि बुझ्नुहोस् होला। अन्त चाहिँ फोटो खिचेको यो चाहिँ। अनि यो केभ जस्तो थियो। अनि हामीले फेरि फोटो खिचेको जना फ्लायरको लाइनमा हो, हाई भनिदिनु। सबजना फ्लायरको लाइनमा हो। आजको हामी आयो, हाई भनिदिनु दिदी। हाई, आज हामी फ्लायर चेकर है, फ्लायरमा जाँदैछु है, चढ्नु लाइनमा बसेको। अनि यो चाहिँ फ्लायरमा चढ्नुको लागि टिकटेको। अनि यहाँ फ्लायर हामी 3 जनाको चाहिँ ग्रुप हो। यता 3जना दिदी, यता मम्मी। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु भन्नुहोस्। ए उसको बहिनीलाई सब्स्क्राइब गरिदिनुहोस्। च्यानलको नाम के हो? इसिता थापा मगर छ। मेरो च्यानलको नाम सब्स्क्राइब गरिदिनु। यसको च्यानलमा इसिता थापा मगर छ। X499 X4999। फेरि भन्नुहोस् त।
हजुर साथीहरूले चाहिँ अब हाम्रो नेपाल अब इन्डियामा चाहिँ टिपिङ भन्छ होइन, तर यहाँ चाहिँ अब सिङ्गापुर फ्लायर भन्दो रहेछ हो। आज चाहिँ अब फ्री भएको उयसमा लेबर डेको फ्री डेकोमा चाहिँ चान्समा डान्स गरेको है साथीहरू। यो चाहिँ रोड टिपिङ है त। म चाहिँ पहिला पनि चढेको, मैले पहिला चाहिँ 42 समथिङ को टिकट काटेर चढेको। अहिले चाहिँ फ्री भनेर चाहिँ गाडीको टायर रोकेको ट्र्याक्टरको नि हो त्यो ठुलो त, गाडीको त सानो ठुलो त है ट्र्याक्टरको टायर। यसरी क्युमा जाँदैछौँ, यता रञ्जना साथी, निशु सुता, उताबाट चाहिँ निस्किने हो। फेरि भन्नुहोस् त। हजुर साथीहरूले चाहिँ अब हाम्रो नेपाल अब इन्डियामा चाहिँ टिपिङ भन्छ होइन, तर यहाँ चाहिँ अब सिङ्गापुर फ्लायर भन्दो रहेछ हो। आज चाहिँ अब फ्री भएको उयसमा लेबर डेको फ्री डेकोमा चाहिँ चान्समा डान्स गरेको है साथीहरू। यो चाहिँ रोड टिपिङ है त। म चाहिँ पहिला पनि चढेको, मैले पहिला चाहिँ 42 समथिङ को टिकट काटेर चढेको। अहिले चाहिँ फ्री भनेर चाहिँ गाडीको टायर रोकेको ट्र्याक्टरको नि हो त्यो ठुलो त, गाडीको त सानो ठुलो त है ट्र्याक्टरको टायर। यसरी क्युमा जाँदैछौँ, यता रञ्जना साथी, निशु सुता, उताबाट चाहिँ निस्किने हो। फ्लाइटमा चढिसक्यो, फ्लायर हो अनि हामी चाहिँ 16 नम्बर छ। यहाँ चाहिँ केटीहरूले वेट गरिरहेको छ। हेलो बाई। अनि यहाँ चाहिँ तल यस्तो छ भनेपछि चाहिँ यहाँ चाहिँ मजा आयो। मलाई डर लागेको बस्ने बानी भएर होला है, अल्पो अल्पो तिमीले कस्तो फिल भयो दिदी, कस्तो फिल भयो? मजा आयो, डर लाग्यो कि लागेन? डर त एउटा पनि लागेन। कस्तो फिल भयो? एकदम दामी, मजा आयो। अब चाहिँ हामी चढेको, चढ्ने टाइम भएको। घुम्दा घुम्दै छ, झन्डै लडे पनि होला।